अन्यगासी एरबोन आज चाहिँ जो कोरियामा चाहिँ बेक्सक युनिभर्सिटीमा पढ्दै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो भिडियो चाहिँ अलि महत्त्वपूर्ण नै हुन सक्छ। त्यसकारण चाहिँ मैले यो भिडियो बनाउन गइरहेको छु। यो भिडियोमा के छ भने हामी चाहिँ सब्जेक्ट विभिन्न किसिमका लिबरल आर्ट्स र मेजर सब्जेक्ट चुज गर्नुपर्ने भएकोले हामीले चाहिँ कसरी लिबरल आर्ट्स र मेजर सब्जेक्ट चुज गर्ने भन्ने विषयमा चाहिँ मैले आज कुरा गर्न गइरहेको छु। सो हामी चाहिँ सुरुमा बेक्सकको चाहिँ वेबसाइटमा चाहिँ जानुपर्ने हुन्छ। बेक्सकको वेबसाइटमा जाँदा चाहिँ हामी तपाईँ एउटा जिमेलबाट प्रवेश गर्न सक्नुहुनेछ। त्यसमा गएर तपाईले चाहिँ वेबसाइट चाहिँ यो हानेर चाहिँ तपाईले इन्टर गर्न सक्नुहुनेछ। यसमा चाहिँ तपाईले आफ्नो आइडी पासपोर्ट चाहिँ हान्न सक्नुहुनेछ। मैले चाहिँ अहिलेलाई चाहिँ यहाँ भएको सेभ भएको आइडी पासपोर्ट चाहिँ हानेको छु। तपाईले पनि यसरी नै हान्न सक्नुहुनेछ। अब त्यसपछि हजुरले चाहिँ मुख्य रूपमा कसरी चुज गर्ने त सब्जेक्ट भन्दा तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ स्क्रोल गर्दै यहाँ सब अलमोस्ट तपाईले चाहिँ यसलाई ट्रान्सलेट गरेर हेर्न पनि सक्नुहुनेछ, नत्र भने कोरियनमै हेर्न सक्नुहुन्छ। तपाईले चाहिँ यहाँ लिबरल आर्ट्स कोर्स भनेर चाहिँ यहाँ दिएको छ। यसमा चाहिँ यहाँ सन्तेक भनेर चुज गर्ने अप्सन दिएको छ। यो एरियामा चाहिँ तपाईले चाहिँ यहाँ गएर क्लिक गर्नुपर्ने छ। क्लिक गरिसकेपछि अब तपाईले चाहिँ यो अन्डरमा चाहिँ तपाईले लिबरल आर्ट्स जुन अनलाइन पनि हुन सक्छ, अफलाइन पनि हुन सक्छ, यो क्लासहरु चाहिँ यहाँदेखि चुज गर्नुपर्ने छ। चुज गर्दै गर्दा हजुरले चाहिँ महत्त्वपूर्ण के ध्यान राख्न पर्यो भनेपछि तपाईको चाहिँ जुन मेजर क्लास जुन छ, मेजर क्लास सँगको चाहिँ समय चाहिँ म्याच नहोस्, मेजर क्लासको विपरीत होस्, जुन त्यो समयमा चाहिँ नभएको कोर्सहरु चाहिँ चुज गर्न सक्नुहुनेछ। सो हजुरले चाहिँ यहाँदेखि एउटा सेक्टरमा यसरी तपाईले चाहिँ अहिलेलाई यो सेक्टरमा चाहिँ चुज गरिसकेपछि यहाँ डाइरेक्ट अप्सन आउँदैन। तपाईले चाहिँ चुज गरिसक्नुभयो। यहाँ चुज गरिसकेपछि तपाईले यहाँ चेक अप्सन हुन्छ। चेक अप्सनमा चाहिँ हजुरले चाहिँ क्लिक गर्नुपर्ने हुनेछ। त्यसपछि यहाँ चाहिँ विभिन्न त्यो अन्डरका सब्जेक्टहरु चाहिँ यहाँ देखाउँछ। तपाईले चाहिँ अलमोस्ट कोरियनमा हुन्छ, कोरियनमा भएकोले यहाँ चाहिँ जुन तपाईको चाहिँ जुन अनलाइन टोटल्ली अनलाइन क्लासहरु चाहिँ यसरी चाहिँ सासा भनेर चाहिँ लेखेको हुन्छ। भनेपछि यहाँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो एउटा विन्डो सर्फेस आएको छ। यसमा चाहिँ तपाईले चाहिँ यो चाहिँ समयमा चाहिँ लिन सक्नुहुन्छ। यो चाहिँ जब चाहिँ ओपन हुन्छ त्यति बेला चाहिँ लिन सक्नुहुनेछ भनेर चाहिँ भनेको छ। अहिलेलाई चाहिँ यो सायद समय तालिका समय चाहिँ भएको छैन यिनीले। त्यस्तै गरेर तपाईहरुले चाहिँ यदि चाहिँ यस्तै गरी अर्को सब्जेक्ट सिन्सङ गर्नुभयो भने यसमा पनि त्यही भनेर चाहिँ भनेको छ। जस्तै विशेष कुरा चाहिँ तपाईले जान्नुपर्ने के छ भनेपछि तपाईको चाहिँ समय तालिका अनुसारले चाहिँ मन्डे र ट्युसडे क्लास छ भनेपछि तपाईले चाहिँ बुझ्नुपर्ने के छ भनेपछि तपाईले चाहिँ यहाँ हेर्नुपर्ने छ। खाङ्गो सिगान लेख्या हा अनि खाङ्गो सिगान मिति खाङ्गो सिल भनेर लेख्या हा। अनि यसमा चाहिँ पढ्ने समय र त्यो कक्षा कोठावाला यसमा चाहिँ जानकारी दिएको हुन्छ। तपाईले चाहिँ यस्तै हेर्दाखेरि यसरी चाहिँ स्क्रोल गर्नुभयो भनेपछि कुन कुन बार अब तपाई चाहिँ यसरी चाहिँ आफ्नो आफ्नो बार चाहिँ छुटिएको हुन्छ। तपाईको चाहिँ मन्डे ट्युसडे यसरी चाहिँ तपाईले चाहिँ आफ्नो चाहिँ कुनमा चाहिँ कम्फर्टेबल हुन्छ, कुनमा चाहिँ मेजर सब्जेक्टहरु छन् र मेजर सब्जेक्टको पनि तपाईको चाहिँ कुनमा चाहिँ समय मिल्छ त्यसरी चाहिँ तपाईले चाहिँ यो एप्लिकेसन चाहिँ भर्न सक्नुहुन्छ। अहिले चाहिँ सायद समय छैन होला, त्यो भएर चाहिँ हुन सकेन। यसरी नै हो जानकारीहरु चाहिँ यसरी नै हो। अब मेजर कोर्सको कुरा गर्नुहुन्छ भने तपाईले यो मेजर कोर्स चाहिँ तपाईलाई चाहिँ कोड यदि प्राप्त गरिसक्नु भएको छ भनेपछि तपाईले चाहिँ डाइरेक्ट यहाँ गएर तपाईले चाहिँ यहाँ सन्तेक नगरेर
तपाईँले चाहिँ डाइरेक्ट पनि सब्जेक्ट कोड यदि साथीहरूले दियो तपाईँहरूलाई, त्यो साथीहरूले चाहिँ कोड दियो भनेपछि पनि तपाईँले डाइरेक्ट चाहिँ यसमा चाहिँ कोड बक्समा गएर चाहिँ तपाईँले चाहिँ कोड हानेर चाहिँ यसरी कोड हानेर चाहिँ तपाईँले चाहिँ डाइरेक्ट सिन्चन गर्न सक्नुहुनेछ। भिडियोको लागि चाहिँ हजुर चाहिँ साथ सपोर्ट गरिदिनु न। हस् गाइस, आजलाई त यति नै। तपाईँको दिन शुभ रहोस्, राम्रोसँग कोर्स रजिस्ट्रेसन गर्नुहुनेछ भन्ने आशा राख्दै आजलाई चाहिँ बिदा लिन्छु। हस् त, नमस्ते।